एउटा लाइफस्टाइल नै बनाउनु पर्छ जस्तो लाग्छ मान्छेले। जस्तो एउटा नर्मली एउटा जब भयो मान्छेको जुन एउटा रुटिनमा बसिन्छ जब हैन, खाना खायो अफिस गयो 9 to 5 जब, कसैको इन्टरभल लाइक शिफ्टहरू हुन्छ। त्यस्तै आई थिङ्क फिटनेसलाई पनि आइदर बिहान होस् या दिउँसो होस् मान्छेले कतिखेर भ्याउँछ, एउटा लाइफस्टाइल बनाउन जरुरी छ जस्तो लाग्छ मलाई। इनिसियली स्टार्ट गरेको मैले चाहिँ योगाबाट नै हो, किनभने अलिकति मोटो नै थिएँ भन्नुपर्छ होइन, मोटाएको थिएँ म। सो योगाबाट स्टार्ट गरेँ। त्यसपछि मैले चाहिँ फ्याट लस जर्नीमा भएको भएर त्यति साह्रो मलाई चाहिँ असर भएन। अनि त्यसपछि म जिम छिरेको, फिटनेसमा छिरेको। योगाको बारेमा म त्यति साह्रो भन्नु सक्दिनँ, तर फिटनेस चाहिँ यस सबैले गर्नुपर्छ जस्तो लाग्छ मलाई। चाहे डक्टरले भन्नुहोस् न सुगर होस्, बिपी होस्, जुनै पनि रोग लाग्छ, डक्टरले भन्ने चाहिँ एक्सर्साइज पनि इन्क्लुड गर्नुहोस् लाइफस्टाइलमा होइन, लाइफमा इन्क्लुड गर्नु भन्नुहुन्छ। तर मान्छेलाई एक्सर्साइज भन्ने बित्तिकै मोटाएपछि मात्रै मान्छेको आई थिङ्क लाइक त्यो स्ट्राइक हुन्छ होला, ए म जिम गएर गर्छु नि त भन्ने हुन्छ। मान्छेले फ्याट लस वेट लस भन्ने दुईवटा डिफ्रेन्ट कुरा हो, तर मान्छेले चाहिँ वेट लस मात्रै भन्छ कि फ्याट लस भन्दैन कि। खास हुनुपर्ने फ्याट लस हो, तर मान्छेले वेट लस जिम गयो 2-3 महिना जिम जान्छ मान्छेहरू, खानु कम गरिदिन्छ, दुब्लाउँछ। किनभने मान्छेको बडीमा वाटर वेट हुन्छ, त्यो वाटर वेट घटेको हो। खास हामीलाई घटाउनु पर्ने फ्याट हो। त्यो मान्छेको कन्सेप्टमा अझै छिरिसकेको छैन। बरु बिस्तारै कम्पेयर टु हुन्छ नि लाइक 2 years ब्याक र अहिले कोभिड पछि भन्छु म, धेरै मान्छेलाई अहिले हेल्थको लागि चाहिँ धेरै कन्सियस भएको चाहिँ मैले देखेको छु। खाना कन्ट्रोल गर्ने बित्तिकै मान्छेको दिमागमा के हुन्छ भने चाहिँ मैले भातै छोडिदिनुपर्छ होइन, मैले खानै हुँदैन, भात खाएर चाहिँ मोटाउँछ, राति खाएर सुत्नु हुँदैन भन्ने जुन कन्सेप्ट छ नि त्यो होइन। हामी दुब्लाउनु पनि खाएरै दुब्लाउनु पर्छ, मोटाउनु पनि हामी खाएरै मोटाउँछौँ, त्यो त अभियसली हो। तर मान्छेलाई चाहिँ अलिकति कन्सेप्टमा चाहिँ जिम गएपछि हामीले खानै छोड्नुपर्छ, खाना छोडेपछि मात्रै दुब्लाउँछ भन्ने चाहिँ त्यो चाहिँ एकदम एब्सोल्युटली रङ हो। त्यो चाहिँ डायट नम्बर 1 हो, न्युट्रिसन, गुड न्युट्रिसन नम्बर 1 हो। त्यसपछि रेस्ट, स्ट्रेस फ्री रेस्ट। अब सबैलाई स्ट्रेस हुन्छ, केही न केहीको स्ट्रेस हुन्छ नै, तर हामीले नम्बर 1 चाहिँ हामीले डायटलाई राख्नु पर्यो, प्रपर खाना, घरको हेल्दी खाना। त्यसपछि आउँछ स्लिप, त्यसपछि बल्ल आउँछ जिममा गएर एक्सर्साइज, वर्कआउट, वेट लिफ्ट। त्यसपछि आउँछ एक्टिभ। कतिको एक्टिभ हुनुहुन्छ त, उहाँको जब कस्तो छ, लाइफस्टाइल फिटनेस बाहिर उहाँको लाइफस्टाइल कस्तो छ। अब सुरुमा अब जिममा आउँदाखेरि कोही त टोटली बिगिनर्स हुन्छ, उहाँहरूलाई हामीले एकैचोटि वेट लिफ्टतिर लैजानु मिल्दैन। फ्लेक्सिबिलिटी, मोबिलिटी हुन्छ नि, उहाँको बडीहरू पहिला हामीले फ्लेक्सिबल बनाउनु पर्यो होइन। 1 हप्तासम्म उहाँहरूलाई टाइम दिनु पर्यो, हामीले टाइम दिएर फ्लेक्सिबल गराउनु पर्यो। ट्रेडमिल हुन्छ होइन, सानो वेटहरू, सानो वेट। अब 1 किलो भए पनि केही फरक, चाहे जति ठुलो मान्छे किन नहोस्, 1 किलोबाट स्टार्ट गर्ने, बिस्तारै 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 गर्दै गएर कन्सिस्टेन्सी गइराख्नु पर्यो। गएर गर्दै गरेपछि अनि बल्ल हेभी वेटतिर हो। कोही चाहिँ स्पोर्ट्सतिर पनि, जस्तो फुटबल खेल्ने हुनुहुन्छ, कोही क्रिकेट भयो, फुटबल, अरू स्पोर्ट्स पनि टन्न, ब्याडमिन्टन, एक्टिभ मान्छेहरू हुन्छ, उहाँहरूलाई अलिकति चाँडो नै हामीले वेट लिफ्टतिर लैजाँदा केही फरक पर्दैन। सो इन्डिभिजुअली मान्छेमा डिपेन्ड हुन्छ उहाँ कुन लेभलको एक्टिभ हुनुहुन्छ, हजुर त्यसमा भर पर्छ। मेनली हाम्रो देखिने भनेको सुगर हो, ब्लड प्रेसर हो, यो दुईटा एकदमै कमन छ। इभन मेरो फ्यामिलीमा पनि, मेरो मम्मीलाई पनि छ। सो आई थिङ्क हामीलाई डक्टरको पनि हेल्प भएपछि ट्रेनर्सहरूलाई चाहिँ, म ट्रेनर भएको भएर ट्रेनर्सहरूलाई चाहिँ अलिकति इजी भइजान्छ। उहाँले रिकमेन्ड एक्सर्साइज एकचोटि गरी हेर्नु नि त, केही बेनिफिट हुन्छ कि, एकचोटि ट्राई गरेर हेर्नु न त भनिदिनु भयो भने पनि आई थिङ्क जिम एज अ बिजनेस प्लस ट्रेनर्सहरूको लागि पनि अलिकति इजी भइदिन्छ कि उहाँहरू त्यही मेन्टालिटी बोकेर जिम आइदिनु भयो भने। किनभने हामीले बडी बनाउनलाई मात्रै होइन नि, हेल्थ पनि छ है, हेल्थ नै हो मेन भन्ने कन्सेप्ट लिएर जिम छिर्दिनु भयो भने चाहिँ आई थिङ्क सबैजनालाई बेनिफिट हुन्छ होला।